साथीहरू आज चाहिँ म यो 5 थरको फिदिम नगरपालिका वडा नम्बर 1 र 11 लाई जोड्ने फेमे खोलामा निर्माण गरिएको बेली ब्रिजमा आएको छु र आजको यो भिडियोमा चाहिँ यहाँलाई यो बेली ब्रिजको दृश्यहरू देखाउँदै यो बेली ब्रिजको बारेमा केही जानकारी पनि दिनेछु है त। फिदिम फालुट सडक खण्ड अन्तर्गत पर्ने फेमे खोलामा यसअघिको पक्की पुल 2081 असोज 12 गते बाढीले बगाएको थियो। बाढीले पुल बगाएसँगै लामो समयपछि निर्माण सम्पन्न भएको बेली ब्रिज कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय 5 थरको अगुवाईमा निर्माण गरिएको हो। पुल निर्माणमा 1,39,82,562 रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। पुल एसएस सुनगावा नामक निर्माण कम्पनीले ठेक्का सम्झौता गरी निर्माण गरेको हो। 10 टनसम्मको सवारी आवत जावत गर्न सकिने 48.80 मिटर लम्बाइ रहेको बेली ब्रिज काबेली खोलाबाट ल्याएर जडान गरिएको हो। नयाँ बेली ब्रिज सञ्चालनमा आएसँगै विशेष गरी वर्षायाममा हुने सवारी अवरोधको समस्या समाधान भएको छ र आजको यो भिडियोमा यहाँहरूलाई यो बेली ब्रिजको दृश्यहरूसँगै केही जानकारी पनि गराएको छु। थ्याङ्क यू।